हेलो साथीहरू, स्वागत छ तपाईलाई मेरो युट्युब च्यानलमा। साथीहरू, विन नेपाल लघु वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन एफपीओ सेयर निष्कासन गरेको छ। कम्पनीले हिजो चैत 21 गतेदेखि चैत 26 गतेसम्म अर्थात् मङ्गलबारसम्म आवेदन खुला गरेको छ, जसमा हामी सर्वसाधारणहरूले एफपीओ सेयरमा आवेदन दिन सक्नेछौँ। यसमा 2 दिन बिदा पर्न गएकोले हामीहरूले यसमा चैत 26 गतेसम्म अर्थात् मङ्गलबारसम्म एफपीओमा आवेदन दिन सक्नेछौँ। कम्पनीले सर्वसाधारणहरूको हिस्सा 30% कायम गर्नका लागि सर्वसाधारणहरूका लागि 51,292.5 किता एफपीओ सेयर निष्कासन गरिरहेको छ, जसमा भाग्यमानी 5,100 लगभग 30 जनालाई 5,130 जनालाई मात्र यो एफपीओ सेयर हात पार्नेछ। साथीहरू, कम्पनीको एफपीओमा पनि न्यूनतम 10 किताका लागि र अधिकतम 1,000 किताका लागि आवेदन दिन सकिनेछ। साथीहरू, र अब कम्पनीको केयर रेटिङको बारेमा भन्नुपर्दा क्योर एनपीले कम्पनीको एफपीओलाई भने सिंगल BIS रेटिङ प्रदान गरेको छ। साथीहरू, कम्पनीले सम्पूर्ण सीएसवा सदस्य ब्याङ्क अथवा मेयर सेयरबाट यसमा एफपीओमा आवेदन दिन सक्नेछौँ। यसमा आइपिओमा जस्तै उक्त कम्पनीको एफपीओमा पनि आइपिओ जस्तै आवेदन दिन सक्नेछौँ। साथीहरू, र अब कम्पनीको चुक्ता पुँजीको बारेमा भन्नुपर्दा कम्पनीको हाल चुक्ता पुँजी 7,92,11,300 रुपियाँ रहेको छ भने एफपीओ पश्चात कम्पनीको चुक्ता पुँजी बढेर 8,43,40,550 पुग्ने देखिन्छ। साथीहरू, अब कम्पनीको करेन्ट मार्केट प्राइसको बारेमा भन्नुपर्दा कम्पनीको मार्केट प्राइस भने अहिले 2788 हिजोको कारोबार अनुसार को रेट हेर्दाखेरि 2788 रुपियाँ रहेको छ। भर्खरै कम्पनीको एफपीओको मार्केट प्राइस भने 3100सम्म थियो र अलिक केही घटेर 2788 पुगेको छ। र कम्पनीको एफपीओ हात पार्ने भागमानी लगानीकर्ताहरूले भने केही दिनमै 1,000को 30,000सम्म नाफा गर्ने देखिन्छ। यदि कम्पनीको एफपीओको मार्केट भ्यालु बढेर गयो भने कम्पनीको एफपीओमा भने केही दिनमै लगानीकर्ताहरूले 1,000को 30,000सम्म नाफा कमाउने देखिन्छ। साथीहरू, यसरी नै अर्को कम्पनी रहेको छ प्योर इनर्जी लिमिटेड। कम्पनीले यही चैत्र 28 गतेदेखि वैशाख 2 गतेसम्मका लागि सर्वसाधारणहरूका लागि 100 अङ्कित मूल्यका आइपिओ सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले 100 अङ्कित मूल्यका 11,95,20,000 रुपियाँ बराबरको 11,95,200 किता सर्वसाधारणहरूका लागि आइपिओ सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले केही दिन अगाडि नै वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरू र आयोजनामा प्रभावित बासिन्दाहरू र म्युचुअल फन्ड र कर्मचारीहरूका लागि आइपिओ निष्कासन गरे पश्चात यसको बाँडफाट समेत भइसकेको छ र अब दोस्रो चरणमा सर्वसाधारणहरूका लागि वैशाख 28 गतेदेखि आइपिओ सेयर निष्कासन गर्न लागेको हो। साथीहरू, कम्पनीको आइपिओमा न्यूनतम 10 कितादेखि 1 लाख कितासम्मका लागि आवेदन दिन पाउनेछौँ। साथीहरू, कम्पनीको केयर रेटिङको बारेमा भन्नुपर्दा केयर रेटिङ नेपालले कम्पनीको आइपिओलाई BB+ रेटिङ प्रदान गरेको छ, जसको मतलब कम्पनीको आइपिओ चाहिँ औसत जोखिम रहेको जनाउँछ। र कम्पनीको बिक्री प्रबन्धकको बारेमा भन्नुपर्दा कम्पनीको बिक्री प्रबन्धक नविल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ। साथीहरू, कम्पनीले 1,60,000 किता आयोजनामा प्रभावित र 1,44,000 किता वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि अर्थात् र त्यसपछि म्युचुअल फन्ड र 72,000 किता र आफ्ना कर्मचारीहरूका लागि छुट्याएको किता अलटमेन्ट गरे पश्चात बाँकी रहेको 11,95,200 किता सर्वसाधारणहरूका लागि आइपिओ सेयर निष्कासन गर्न लागेको हो। साथीहरू, यसरी नै अर्को नोटिस रहेको छ नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडको। नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडको आइपिओ अलटमेन्ट भए पश्चात लामो समयसम्म डिमेटमा आएको थिएन र अस्ति भर्खरै कम्पनीको आइपिओमा हात पार्ने लगानीकर्ताहरूको डिमेटमा
आइपिओ सेयर पनि जम्मा भइसकेको छ र कम्पनीको आइपिओ नेप्सेमा समेत लिस्टिङ भइसकेको छ र हिजो भर्खरै कम्पनीको आइपिओ नेप्सेमा लिस्टिङ भएको छ र अब कारोबार मङ्गलबार सोमबारदेखि सुरु हुनेछ। आइतबार सार्वजनिक बिदा पर्न गएकोले सोमबारदेखि कारोबारहरू सुरु हुनेछ र सम्भवतः यसको मङ्गलबार नभए बुधबारदेखि नेप्सेमा नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडको आइपिओ सेयर कारोबार हुने देखिन्छ, जसको ओपनिङ रेन्ज भने 100.8 रुपियाँदेखि 302.4 रुपियाँ भित्र कारोबार हुनेछ र यसमा पनि गार्डियन माइक्रो लाइफ इन्सुरेन्स जस्तै नाफा हुने देखिन्छ साथीहरू, राम्रो नै नाफा हुने देखिन्छ साथीहरू। इथियो विन नेपाल लघु वित्तीय संस्था लिमिटेडले निष्कासन गरिरहेको आइपिओ र प्योर इनर्जी लिमिटेडको आइपिओ र नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडको आइपिओ सम्बन्धी सम्पूर्ण जानकारीहरू र साथीहरू, यदि तपाईँहरूलाई कुनै जिज्ञासा र प्रतिक्रिया छ भने कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र भिडियोलाई एक लाइक गरेर च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला साथीहरू, किनभने आगामी दिनमा पनि हामी यस्तै ताजा नयाँ आइपिओ र एफपिओका न्युजहरू र साथै भ्याकेन्सीका न्युजहरू पनि हामी ल्याउने गर्दछौँ। सो भिडियोलाई एक लाइक गरेर च्यानललाई सब्सक्राइब गरिदिनु होला साथीहरू। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनको लागि धेरै धेरै धन्यवाद।